नमस्कार छ तपाईहरुलाई। यो मेरो हेन्डीहरु चाहिँ यहाँनिर लोड गर्नु छ अहिले हो मासहरु। म चाहिँ यहाँनिर अहिले हल्का बिसाको सिलगुडीबाट आएर एकछिन मात्रै बिसाको फेरि गइहाल्नु पर्छ। बास भुइँभरि छ हेर्नुस् न तपाईहरु। कहाँबाट आउनु भएको नि? म तलबाट दरेबाट सब्जी हेर्नु मेरो। कस्तो यहाँ सब्जी चाहिँ हेर्न अन्त कस्तो हालतमा दिँदा कस्तो लागिरहेछ। राम्रै नै छ त। दिस इज गुसबेरी हैन? अन्त यो चाहिँ सबैभन्दा मिठो अम्बक रहेछ। अर्ग्यानिक सबै अर्ग्यानिक मात्रै। दिस इज अनि दिस इज के भन्छ सबै अर्ग्यानिक मात्रै। अर्ग्यानिक। बाइ बाइ। अब चाहिँ यति जान्छ कि भनेर ट्राई गरेको हो। गयो क्यालकुलेसन स्टार्ट हुँदैछ नि हाइटको लागि। सो हेलो गाइस एन्ड वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लगमा फेरि पनि तपाईँहरूलाई एकदमै स्वागत छ। र आजको भ्लग चाहिँ तपाईँहरूले थम्बनेल देखेर याद पाइसक्नुभयो होला होइन के कस्तो हुन्छ भनेर। सो आजको पनि काम गरेको भ्लग हुन्छ। र किन भन्दा चाहिँ हाम्रो गाउँमा चाहिँ हाम्रो गाउँको स्कुलमा चाहिँ गोल्डन जुब्ली चाहिँ सेलिब्रेसन हुँदैछ यो अक्टोबरमा। सो त्यसले गर्दा आज चाहिँ बाँस काट्ने हो र आधी काटिसकेको छ। बाँस काटेर स्टेज बनाउने आजको प्लान चाहिँ त्यो छ। र आधी नै अस्ति कामहरू गरिसकेका छौँ हामीले। सो म तपाईँहरूलाई म पढेको स्कुल देखाउँछु है त। सो गाइस म पढेको स्कुल चाहिँ यहाँ हो भन्छु। यहाँनिर चाहिँ 7 साइड दामी हुन्छ ओपन पनि हुन्छ प्लस इन्टर स्कुल हो। लोकेसन पनि मजाको छ। कहाँबाट आउनु भएको नि? म तलबाट दरेबाट सब्जी हेर्नु मेरो। कस्तो यहाँ सब्जी चाहिँ हेर्न अन्त कस्तो हालतमा दिँदा कस्तो लागिरहेछ। राम्रै नै छ त। दिस इज गुसबेरी हैन? अन्त यो चाहिँ सबैभन्दा मिठो अम्बक रहेछ। अर्ग्यानिक सबै अर्ग्यानिक मात्रै। दिस इज अनि दिस इज के भन्छ सबै अर्ग्यानिक मात्रै। अर्ग्यानिक। बाइ बाइ। सो गाइस अहिले भने चाहिँ स्कुल पनि आइपुगिसकेछ के। यहाँनिर मेन स्टेज चाहिँ यहाँनिर हो ढलाइ गरेको अस्ति। यहाँनिर जाली पनि हालिसकेको छ टक्कै। आज चाहिँ बाँस चाहिँ यहाँ ड्याममै आउँछ गाइस। यहाँनिर कलर सरहरूले पेन्ट पनि गर्नुहुँदैछ मजाको। आज चाहिँ घाम चाहिँ हेभी हुँदैछ। क्यालकुलेसन स्टार्ट हुँदैछ नि हाइटको लागि। अब एकदम क्लियर टक्कै हिसाब चाहिँ आयो। 1 फिटको आएको थियो। 2 फिटको यहाँ आउनु भएको मामा? हेरेन ह्यान्डसम बोलेको मामा। गुड मर्निङ। आज ड्युटी गएन हो? आज ड्युटी नै अहिले हो ड्युटी गएर हामी सर फेरि आउनु भयो अस्तिको मेन। यता हो सर मेसी छ त हौ। रुकन सर यता हेरिदिनु न एकखेप चाहिँ के साह्रो भयङ्कर हौ। सानो बाँस चाहिँ सानो काट्नु पर्ने चाहिँ नि छोटाउनु पर्ने चाहिँ हो। के चाहिँ चिल्लै रहेछ यहाँ ललित मामाहरूको चाहिँ बाँसगाडी। के चाहिँ कान्छ
अन्त लिएर आउँदा हुन्छ त एकछिन ड्युकमा ल्याउनु नि ड्युकमा मामा काटिने रहेछ यसले गाइस अहिले भने चाहिँ हामी यहाँनिर टाटामा लोड गर्नुको लागि चाहिँ दोरी चाहिने रहेछ र यहाँ साथीको बाइकमा आइरहेछ कान्छ र म चाहिँ दोरी चाहिँ यसरी बोकिरहेछ गाइस होइन घाम चाहिँ दामी हेलमेट त आँखामा जस्तो देख्छ त जुङ भाइ चाहिँ लोडिङ स्टार्ट हुन्छ है लोडिङ यहाँ कटिङ सटिङ गरेर यो सायद 8 फिटको होला यो 30 फिटको र ओह्रालो छ 18 फिटको छ होइन यहाँनिर पनि छ टाटा पनि आयो पनि चाहिँ लोडिङ स्टार्ट भयो लोडिङ फटाफट हुँदैछ यहाँ चाहिँ हो माथि केटा चाहिँ बस्लिरहेको छ अघिदेखि म यहाँ ड्राइभर यता नि के भन्दिन नि आज भिडियो चाहिँ ठिक छैन हौ छ नि नमस्कार छ तपाईँहरूलाई यो मेरो हेन्डीहरू चाहिँ यहाँनिर लोड गर्नु छ अहिले हो मासहरू म चाहिँ यहाँनिर अहिले हल्का बिसाको सिलगढीबाट आएर एकछिन मात्रै बिसाको फेरि गइहाल्नुपर्छ बाँस भुइँभरि छ हेर्नुहोस् न हौ तपाईँहरू हेर्नुहोस् यस्तो अहिले यहाँ हत्तु भइरहेको छ भनेर चाहिँ भनेको कि खास ड्राइभर चाहिँ ऊ पर भाइ खास ड्राइभर ऊ यहाँ माथि देखाइँदैन हौ माथि भिरहरू अस्ति मास निकालेको भाइ माथिबाट निकाल्नु हेर्नुहोस् त यहाँबाट निकालेको यो बाँस गोल्डन जुब्लीको लागि यहाँ माथि चाहिँ केटाहरू साह्रै बिसाइ पठाएर जस्तो लाग्यो हजुर त्यो माथि त्यो जुन चाहिँ आज पनि लोड गरिसकेको छैन स्टिल गर्दैछ आम्मा थुइट मामा थुइट तान्छ कि तान्छ भाइ थाम्दैन है चटचुट म्याक्सी त रड्डी भयो त अन्त योगेश आम्मा बाँस त 100 घाना भन्छ म उचाल्दै ट्यापै थाम्दैन कन्फर्म थाम्दैन हेलो कान्छ अब चाहिँ नाम्ची चाहिँ ट्यापै नजाने ट्रफी लगेर अब गोल्डन जुब्ली सकेर मात्रै जाने डाइरेक्ट ट्रफी लिएर जानुपर्ने ट्रफी लिएर मात्रै नाम्ची जानुपर्ने कान्छ अप्ठ्यारो हुँदैन फेरि ट्रफी लिएर मात्रै जाने अरे जाने ड्युटी छुट्टी गरेर निस्किनु थालिसक्यो सुजन यताबाट हौ छिर्छ
छिर्छ औ यता चाहिँ हेर न हौ ओए दोरी छोडौँ न छोडिरहेको छ यहाँ हामी चाहिँ कहाँबाट टाइट गर्ने दोरी राख्छु छोडौँ डाला हल्लिँदैछ ल यता फेक ल यता साइडमा ओए डाला पो उठ्दैछ है ओए डाला उठ्दैछ त सुरेश अहिले भने चाहिँ तानेन टाटाले होइन एकदमै बेसी लोड भएछ सो त्यो कारणले गर्दा चाहिँ 2 ट्रिप गर्छ होला अब चाहिँ एकदमै बेसी छ नि त लोड पनि मात्र नताने कान्छाले हो कि भनेको होइन मानेन है कसले तान्दैन सबै अब डाला उचालिन्छ नि त हो बाइक फेरि लोड गरिसकेको फेरि काम खऱ्यो बेसी लोड गरेर आफै झऱ्यो फेरि रिलोड गर्नु पऱ्यो गाइस भोकले साह्रो परिरहेको माथि भर्खर लोड भइसकेको थियो बेसी लोड भएको कारणले गर्दा चाहिँ सबै बाँसा ग्रामको पनि झऱ्यो हरेस भयो हरेस फेरि काम खऱ्यो लोड गरिसकेको रिलोड गर्नु पऱ्यो फेरि बेसी हाली पठाएर अघि पुरो बेसी लोड चाहिँ थियो होला अघि 2 ट्रिप गरौँ भने दार्जिलिङ 1 ट्रिप गर्ने भन्दा चाहिँ काम गऱ्यो अघि 2 ट्रिप भयो भोकले बिजो गएछ अब चाहिँ यति जान्छ कि भनेर ट्राई गरेको अब गयो मेरो आपा हो यो फेरि डाउन हुन्छ है गाडी अलिक लामै ल्याउनु पर्थ्यो फेरि पनि आधी चाहिँ लोड गरिसकेर पठाउनु रहेछ लेट्स सी के कसो हुन्छ तान्छ कि तान्दैन तान्नु त तान्छ तर अब यो पछि लोड बेसी गऱ्यो भने पछि हामीले लोड गरिसक्यो फेरि पनि निकालेको है उयो भएर नमिलेर हो अब चाहिँ लेट्स सी तानिन्छ कि तानिँदैन ए अब त हुने रहेछ भएको अब चाहिँ जान्छ जानेछ माथि पनि गाडीहरू लाइनमा छ हो जानेछ सो गाइस बिहान अलिकति घरमा खाजा खाएर आएको म त्यो दिउँसो खाजा पनि खाएको छैन सो एकदमै भोक लागिरहेछ माथि गएर चाहिँ आज बिफ छ यस्तो मजाले हातले खाइन्छ है गाइस
पैसा ऊ चाहिँ एक्लै खाना पनि खानु पर्यो किनकि आधी केटाहरू पछि आउँदैछ आधीले खाइसकिसक्यो हो खाजा अलिकति पनि खाएको थिएन भोकले एकदम साह्रो परिरहेको छ नि त दामी चाहिँ दामी बनाउनु पर्छ कसले खाना बनाउनु भयो दामी अब चाहिँ लास्ट ट्रिप हो लाग्यो यो चाहिँ अब फाइनल हो होइन र पेन्ट पनि अघि सरहरूले गर्नुहुँदा चाहिँ एकदम दामी बनाउनु भएछ पेन्ट टक्कै ग्राउन्ड पनि मेन्टेन हुँदैछ अस्ति यहाँनिर जेसिबी हालेको थियो र मान्छे बस्ने रुम यहाँ सब्स्टिट्युट यहाँ हुन्छ यहाँ बिचमा मेडिकल र यहाँ पनि सब्स्टिट्युट टक्कै दामी मेन्टेन हुँदैछ आम्बो पछि हेर्नु नि प्रकाश सर के दामी आएको यो चाहिँ फाइनल रातै पऱ्यो त आज बास लोड गराले पनि अब चाहिँ लास्ट फाइनल झन्झाले अब चाहिँ अगाडि आउँदा हुन्छ अब चाहिँ उठाउँदा हुन्छ भयो झऱ्यो अब चाहिँ यो खाले ब्रेक हाल्ने चाहिँ नि झरे यहाँ चाहिँ अब भोलि चाहिँ स्टोभको प्रिपरेसन यहाँनिर हुन्छ है गाइस डर